यहाँबाट इजिली आइन्थ्यो भाइ त यत्रो गल्ली घुमेर ल्याएर सिंहलडा त्यही बाटो कस्तो पुल हल्यो यो एउटा फुच्चे छ त्यहाँ मेरो दाइको छोरो म जहिले बाइक स्टार्ट गर्न लाग्दा जहिले अगाडि आएर बस्छ चढ्न पाइन्छ कि भनेर है चढ लाइज बस बा ज्वरो आइछ रे ज्वरो ज्वरो आइछ मलाई म नजानी भन्छ ओए त स्कुल कहिलेदेखि जाने हा त कहिलेदेखि स्कुल जाने के ज्वरो आइछ रे अर्ली अर्ली ल बा अर्ली ल जा कट पनौती 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 रही छाल्दिन म कपाल दिउँसो काटौँला अब दिउँसो फुर्सदै हुन्छ दिउँसो त्यहाँ यसो जात्रातिर के सामानहरू गेममा किन आइन है म आएर त्यो सुमितलाई कल गरेँ उठाएन अनि गेडेले एक्सप्रेस कल गरेर आइज नि दाइज भनेर गेममा आएको गेडेलाई सुमित त एकछिन गेममा हाल पखानु भन्थ्यो त्यो सुमितको भाइ रहेछ सुमित थिएन अन्त ल त्यसपछि जम्मा अफ भनेर गयो हजुर जाने हो पनस ठाउँमा कहाँ है ठाउँमा कहाँ भाउजू कहाँ ल पठाउ बनाइदियो मलाई हो नि पठाउ गर्न थाले कस्तो गर्मी हुन थाल्यो हौ अहिले त किन कस्तो सही टाइममा निक्लिछु भने हिँड्न नि परेन ठ्याक्क अड्डामा नि पुग्यो होइन हिँड्न नि परेन अड्डामा नि पुग्यो भने को एउटा रूपक दाई अनि रामचन्द्र दाई अनि मदन अनि त्यसपछि हाम्रो विष्णु छने अनि 4 जना 5 जना नम्बर मै हो भाइ अनि जम्मै अङ्कलहरू हैन कति नम्बरमा पुलिस पुग्यो नि दाइ त भाइहरु त तन्ने छन् नि भाइ तन्ने छन् अरु सबै भाइ भनेपछि अब विचार गर्न 5 नम्बरको दाइ 5 नम्बरको दाइ हजुर केवल भाइ राजकुमार भाइ सबै भाइहरु
भाइ नै भाइ होइन म यहाँ बहिनीलाई लिन आएको के त्यहाँ कम्प्युटर क्लासबाट आउनुलाई चाहिँ खुट्टा दुखो गाह्रो भएछ दाइ हिजो हिँडेर आउनु न लिन भने गरे नि त्यही भएर रहन्छ के रहन्छ हिजो जात्रा कतिको लाग्यो त हजुरलाई ए सुदिमङ्गललाई लागेछ के धोबी खाएर कहाँ ए हिजोकोले अलिकति ओभरडोज भएर आज अलिकति थप्न आएको होला नि पेटै नि हाने यहाँ त म त फेरि बग्या गरे जस्तो लाग्छ मलाई त यहाँ त बाइकै लाललाई यही ठाउँमा जाँड खाएर म एक ठाउँ नरोकी जान्छु भन्छ जुन बाइक नि आफूलाई बाइकै सर ताने जस्तो लाग्छ तलतिर मैले 3 जनासम्म नटेकी खानु लगाएको यही पुल हो हजुरहरूको अड्डामा नि त डेली आउँछ बानी नि भयो आफू हिँडे आएको यो बाटो 4चोटि 5चोटि अस्ति नि भर्खर सिक्दा त मैले कटाइ थिएँ अहिले चाहिँ डर लाग्छ त्यता चलाउन नि हुन्छ बाटो आफूले सक्ने चलाउने के हाइवेमा त टोप होला नि होइन को तोप छैन का त्यस्तो तोप जसरी कुदाउँछु त गुडो पाङ्रा यहाँ त्यहाँ टेक अहिले कुल्च्यो भने किचिक्कावाला फेरि झरेछ कहाँबाट राजेन दाई लाल दाई अर्को रामचन्द्र दाई अनि अर्को को ए 220 म पछाडिबाट 150 देखेँ क्या यसलाई ल ए म गइहाल्ने हो म कहाँको यहाँ त छ पुरै छ फेरि बढाउनु देख्छ यो फोन भोल्युम हो नि त आइज सानो यो एकचोटि मोबाइल रिस्टार्ट गर्न आउँछ हजुरको यहाँबाट साउन्ड आइरहेको होइन यहाँबाट आउनु पनि साउन्ड यहाँबाट आइरहेको कि रिस्टार्ट गर्नु भइहाल्छ रिस्टार्ट गर्नु खै अफ बटन थिचिरहनु त उयो रिस्टार्ट गर्नु होइन हुन्छ त्यो हरियो थिच्नु न त्यो थिचिरहेर हरियो थिच्नु त्यही थिच्नु फेरि ए एकचोटि मात्र भए पुग्छ एकचोटि टक्क थिच्नु न ल अब हुन्छ ल म गएँ पुरानो मात्र आएको किन के किनमेल गर्नु म नि गर्ने
उहाँ नि गर्ने कि यिनले त हिजो किनमेल गरिहाल्यो ऊ त्यहाँ लगेर राख होइन त्यो तकै पसल लाने आज त्यसपछि अहिले ऊ त्यहाँ लालदाईको त्यहाँ के फिट गर्नुपर्ने अरे त्यो फिट गरिदिएर अनि त्यसपछि त्यहाँ लालदाईको त्यो सामान त्यहाँ ल हिँड्न त नि पैसा अब छ ल अब फेरि यता र उति दौडिँदै पनि फुर्सद छैन मलाई यताउति हिँड्या छैन एकचोटि घरबाट निक्लिनु मात्र पर्छ म त्यसपछि त काका हो काका हिँड्या छ अगाडि यो बसिरह्यो सोनमसँग बसिरह्यो मेरो बहिनी कान्छो अङ्कलको छोरी हाम्रो अङ्कलको छोरी अनि यो मेरो दिदीहरू जम्मैजना पनौती जाऊ 2 किलोमिटर टाढा छ केही सानो काम पऱ्यो भने नि होइन त्यो सानो कामको लागि पनि जम्मै सेटर पुरै त्यो राम्ररी भनेर हिँड्नु पर्ने कि आज चाहिँ चप्पल पहिलोचोटि हो यो पनौती चप्पल लाएर आगियो त्यहाँदेखि कसरी आउन मानि थाहा नै ओए त किन चप्पल लाएर आइछस् त आज त अनि पनौती आउँदा जुत्ता लाएर आउनु पर्दैन चप्पल लाएर आइछ यो कपाल काट्यो भने केटा जस्तै देखिँदैछ पछाडिबाट भगवान्लाई नि दिक्क लाग्छ होला आएर ढोक्दा कति आउँछ कता है के थाहा होइन नि यही बाटोहरू गएर सिंहलडा त्यही बाटोदेखि कस्तो पुल हल्ल्याउ यो That कस्तो चाहिँ हल्लो त झन्डै लडाइ मलाई ल आज एकदम सस्तोमा सामानहरू छ किन आउँ है जम्मैजना आजै हो फेरि म भिडियो चाहिँ अब भोलि अपलोड गर्छु अनि त्यसपछि किन आउनु प्र्याङ्क गरौँ न होइन बाँसी भिडियो हालेर आज त्यस्तो भिड चाहिँ हुँदैन तर सामानहरू चाहिँ हुन्छ अलि सस्तोमा पाइन्छ भनेर हिजो नकिनेको अब आज त्यसै गर्नु पर्ला जस्तो छ यहाँ फेरि के जम्मैजना त्यही सोध्ने कि फेरि भोलिपल्ट सामान उठाउँछन् त्यही बेला सस्तो नि पाइन्छ अनि किन्न आउँला भने जम्मैजना त्यही सोध्ने हामी पनि त्यही सोचेर आएको हो
ल्याङ हुन सक्छ न बाइक किन छिराइरहेछ भन्नु गल्ली बाटो चाहिँ किन ल्यायो अङ्कल बुतै रहेछन् भने फेरि ट्र्याक स्याक चाहिँ किन्न पर्ने थियो अलिअलि एउटा दुइटा ट्र्याक जुत्ता यार के हो यो कस्तो घिचिक घिचिक भए सुने खरी भेट्न राख्ने बिदा अरू बेला यो गल्ली हेर्न आउने भने के हुँदैन के खाली यहाँ पसलहरू चाहिँ हुन्छ किराना पसलहरू नत्र त खाली पुरा खाली फेरि आज सोरुमको कति प्राइस भन्यो भने त किन्ने पछाडि एउटा स्कुटर धन्न एक्लै गुड्याएन एक्लै गुड्यो भने त डर लाग्छ हो यस्तो मलाई च्यापसँग तर किन आइस यस्तो बाटो छ भने थाहा छैन भन्छन् क्या अंकल कहाँ अंकल कहाँ यहाँबाट इजिली आइन्थ्यो भाइ त यत्रो गल्ली घुमाएर ल्याएर बाइक कहाँ राख्ने लुजामाइ छ हेलो यहाँ राख्ने पखाइ पख 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 मेरो मुखमा यस्तो पसिना आइछ नि यस्तो पसिना आइछ नि यस्तो पसिना मेरो बहिनी